हेटौडा उपमहानगरपालिका वडा नम्बर 17। हेटौडा उपमहानगरपालिका वडा नम्बर 17 यो तपाईको कल्याण टारमा चाहिँ 20 फिटको ढलान बाटोमा जोडिएको 10.5 धुर जग्गा 10.5 भनेपछि 10.5 धुर जग्गा तपाईको अर्जेन्ट बिक्रीमा आइसकेको छ। अब हाम्रो जग्गा कुन भनेर देखाउँदै चाहिँ अब यो बिक्रीमा रहेको जग्गा चाहिँ ठ्याक्कै यो कर्नर भयो। यो 20 फिटको ढलान बाटो देख्न सक्नुहुन्छ है। अनि यो कर्नरबाट ठ्याक्कै एक किता छोडेर अनि जुन यो खाली जमिन छ यो है नालाको नि पानीको बत्तीको सबै सुविधा भइसक्यो छ। यो अगाडिको जमिन चाहिँ यो कर्नरबाट एक किता छोडेर तपाईको यो अगाडिको उत्तर मोडा फर्केको है त उत्तर मोडा फर्केको 9.5 मिटर मोडा भन्दा माथि मोडा भएको अनि तपाईको चटक्क मिलेको प्लानिङको यो एकदमै सस्तो मूल्यमा चाहिँ यो घरेडी चाहिँ एकदम बिक्रीमा आइसकेको छ है। अलिकति पैसा खाँचा परेको कारणले गर्दाखेरि तुरुन्तै बिक्री गर्न परेको छ। तपाईको यहाँ चाहिँ खोलाबाडी पहिरो डुबान त्यस्तो केही पनि हुँदैन। एकदम उच्च ठाउँमा सम्म फाट तपाईको तुरुन्तै घर बनाएर बस्न मिल्ने अनि पछि बिक्री गर्दाखेरि पनि अब यो नाफा हुने खालको जमिन चाहिँ बिक्रीमा आइसकेको छ। अब हेटौडा बजारबाट तपाईको किलोमिटरको हिसाब गरे भने चाहिँ लगभग 7 किलोमिटरको दूरीमा रहेको छ। तपाईको हामी हेटौडा बजारबाट आउँदै यो बाटो छिर्ने तपाईको सिधै हेटौडा बजारबाट आएर पुतली बजार हेटौडा बजारबाट तपाईको सिधै चौगडा बजार हुँदै धरान चौधरा हाइवे हुँदै त्यसपछि यो के भन्छ यो पुतली बजारबाट भित्र छिरेर सर्लक्क लाएर भित्र छिर्सेपछि सरर लाएर आएर यो पुरै घर बस्तीहरू घरै घर भएको ठाउँमा वरिपरि छिमेकीहरू भएको ठाउँमा है तुरुन्तै घर बनाएर बस्न नि मिल्छ। एकदम राम्रो। तपाईको अहिले यो बेलुकाको समय भएर तपाईको अलिकति भिडियो चाहिँ अलिकति क्लियर आएको छैन। अनि तपाईको जमिन एकदमै राम्रो छ। तपाईको तपाईले देख्न सक्नुहुन्छ बिजुलीको खम्बा तार सबै सेट भइसकेको छ यसमा। अनि खानेपानीको पाइप पनि छ। अनि यहाँ चाहिँ अब अलिकति यो घाँसले गर्दाखेरि नदेखेको मात्र हो। यहाँ चाहिँ नालाको लागि भनेर यहाँ ठाउँ पनि छोडिएको छ है। तपाईको देख्न सक्नुहुन्छ है। यो नालाको भाग भयो। अनि त्यसपछि जमिन चाहिँ हाम्रो यो अगाडिको भयो खाली। यो कर्नरबाट एक किता छोडेर है एक किता पुरापट्टि साइडमा उत्तर मोडा फर्केको तपाईको सस्तो मूल्यमा तपाईको धुरको जम्मा 2,75,000 है त। धुरको 2,75,000 को दरले चाहिँ तपाईको 10.5 धुर जग्गा चाहिँ अर्जेन्ट बिक्रीमा आइसकेको छ। ठेगाना चाहिँ हेटौडा उपमहानगरपालिका वडा नम्बर 17 यो कुमलटार भन्ने ठाउँमा चाहिँ तपाईले जग्गा खरिद गर्न सक्नुहुन्छ है। एकदमै सस्तोमा छ। तपाईलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईको हरेक कुराको सुविधा। अनि तपाईको यहाँ अगाडि चाहिँ श्रीकृष्ण माध्यमिक विद्यालय भनिन्छ। यहाँ अगाडि यो घर भएको ठाउँमा अलि अगाडिपट्टि यहाँबाट चाहिँ अलिकति देखिँदैन। ठ्याक्कै अगाडिपट्टि श्रीकृष्ण माध्यमिक विद्यालय तपाईको स्कुल पनि नजिकै भयो। अनि तपाईको यहाँबाट धरान चौधरा हाइवे पनि धेरै टाढा छैन है। यहाँ अलि परबाट सिधै माथि गयो भने तपाईको 2 किलोमिटरको दूरीमा त तपाईको 1.5 किलोमिटरको दूरीमा त तपाईको धरान चौधरा हाइवे भेटिहाल्छ। यता तपाईको उत्तरतर्फ लाग्यो भने कान्ति लोकपथ हाइवे अनि यता माथितिर लाग्यो भने धरान चौधरा हाइवे तपाईको अब एकदम 20 सेन्टरमा तपाईको है एकदम राम्रो ठाउँमा घर बनाएर बस्न मिल्ने जमिन चाहिँ बिक्रीमा आइसकेको छ। जम्मा धुरको 2,75,000 मा है। एकदमै सस्तो छ जमिन। तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ खरिद गर्नका लागि। तपाईको जमिन चाहिँ तपाईको बाटो है तपाईको एकदम तपाईको ढलान गरिएको बाटो छ। बलियोसँग ढलान गरेको छ एकदम बाटो चाहिँ ल एकदम राम्रो छ। तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ है त। तपाईको लोकेसन पनि तपाईले राम्रोसँग देख्नुहुन्छ। यही बस पनि कुदिरहेको छ सबै तपाईको है। एकदम अब यतापट्टि घाम लागेको कारणले गर्दै तपाईको अब अलिकति बेलुकाको समय भएर भिडियो चाहिँ अलि राम्रो आएन। तपाईले सम्पर्क गर्न जग्गा किन्न लागि यही हो जग्गा बिक्रीमा रहेको जग्गा ठक्क लाएर यही हो ल।